पाइपिङ हुन्छ त्यहाँ भित्रपट्टि एल्युमिनियमको हुन्छ। उनीहरूले कपरको त तामाको पाइप लाउनु भन्थ्यो, त्यो 20औं वर्ष 30औं वर्षसम्म केही हुँदैन। 5-6 वर्ष भन्दा त्यो डिप फ्रिजले टिक्दैन, त्यो भित्रको पाइपिङले। एल्युमिनियमको पाइपिङ लगाएपछि त्यो खिया लागेर 5-7 वर्ष 10 वर्षमा त्यो भित्रको काम दिन छोड्छ। अब त्यस पछाडि के गर्ने त्यसलाई भन्दाखेरि यो पाइपिङ छ नि बाहिर बेरेको तामाको देखिएको छ नि, हो त्यसरी नै बेर्ने हो त्यसलाई, अनि चल्छ। अनि त्यस पछाडि चाहिँ चिसो त्यसमा आउँछ, आइस त्यसमा देखिन्छ। यो यतापट्टिको बक्सहरू छ नि सानो सानो, त्यो बक्स र यो पाइपिङको काम एउटै हो। यहाँ लाइनिङ देखेको छ नि, यो लाइनिङ यो लाइनिङ यो छ, यो र यो पाइप छ नि, यो कपर पाइप एउटै हो, त्यो पाइप हो त्यो पनि यो जुन लाइनिङ देखेको छ त्यो पाइप हो, त्यो दुई साइडमै हुन्छ।